हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। बुक एन्ड लाइफ अफ जीजी युट्युब च्यानलको अर्को नयाँ श्रृङ्खलामा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। आजको श्रृङ्खला एउटा विशेष विषयमा हामी कुरा गर्दैछौँ। आजको श्रृङ्खलामा हामीले इमोसनल हेल्थको बारेमा कुरा गर्दैछौँ। इमोसनल हेल्थ के हो? यो इमोसनल हेल्थ भनेको तपाईँ हामी धेरैलाई थाहा नहुन सक्छ। फिजिकल हेल्थ यानि कि शारीरिक स्वास्थ्यको बारेमा हामी सबैलाई थाहा छ। मानसिक स्वास्थ्यको बारेमा पनि अचेल मानिसहरूलाई यो पनि शारीरिक समस्या जस्तै मानसिक रूपमा पनि समस्या हुन्छ। हामी चिकित्सकसम्म पुग्नुपर्छ भन्ने चेतनाको विकास भइसकेको छ र बिरामीहरू पनि त्यही अनुपातमा अस्पतालहरूमा आइरहनु भएको तथ्याङ्कहरू निस्किरहेको छ। तर यो इमोसनल हेल्थ यानि कि भावनात्मक स्वास्थ्यको बारेमा खासै धेरैलाई थाहा नहुन सक्छ। यो पनि शारीरिक मानसिक जस्तै महत्त्वपूर्ण स्वास्थ्य विधा हो। इमोसनल हेल्थको बारेमा हामी त्यति चर्चा गर्दैनौँ, तर अहिलेको समयमा इमोसनल हेल्थ पनि उत्तिकै महत्त्वपूर्ण बन्दै गइरहेको छ। अहिलेको जेनेरेसनमा पेसेन्स यानि कि धैर्यताको कमी हुनाले पनि हामीलाई हरेक कुरा छिटो चाहिन्छ र हामी भावनात्मक रूपमा पनि एकदमै छिटो ब्रेकडाउन भइहाल्छौँ। छिटै कोही मान्छेसँग अट्याच हुन्छौँ र छिटै डिट्याच हुनलाई गाह्रो हुन्छ। त्यो डिट्याचमेन्टमा हामी एक्लो महसुस गर्छौँ र हामीलाई भित्रभित्रै एकदमै अप्ठ्यारो महसुस हुन्छ। मानसिक स्वास्थ्य कुनै चिकित्सकसम्मै पुग्नुपर्ने, परामर्शै लिनपर्नेसम्म नहुन सक्छ, तर हामी सबैले बुझ्नु आवश्यक हुन्छ। हामीलाई केही सायद हाम्रो प्रेम सम्बन्ध टुट्दा वा केही आफूलाई नराम्रो खबरहरू सुन्दा, केही नराम्रो हुँदा, आफ्नो मान्छेहरू टाढिँदा हामीलाई दुःख अवश्य नै लाग्छ। तर त्यो दुःख एकदमै लामो समयसम्म रहिरह्यो भने हामीलाई एकदमै गाह्रो महसुस हुन्छ, तर हामी भन्न सक्दैनौँ। यस्तो अवस्थामा के गर्नुपर्छ त? सबैभन्दा पहिला तपाईँले केही पनि, विशेष गरी अहिले प्रेमी प्रेमिकाको बिचमा हुने सम्बन्धहरू, त्यसको सम्बन्ध विच्छेदले निम्त्याउने समस्यामा चाहिँ धेरै युवा युवती परिरहनु भएको हुन्छ र त्यो अट्याचमेन्टलाई डिट्याच गराउनको लागि, मुभ अन हुनको लागि एकदमै गाह्रो भइरहेको छ भन्ने कुराहरू गर्नुहुन्छ। त्यसको लागि त हामीलाई कुनै रोग त लागेको छैन, तर हामीलाई गाह्रो भइरहेको हुन्छ। यसर्थ यदि तपाईँको पनि भर्खरै कुनै ब्रेक भइरहेको छ, सम्बन्धहरू टुटिरहेको छ, तपाईँलाई एकदमै गाह्रो भइरहेको छ भने सबैभन्दा पहिला तपाईँले आफ्नो इमोसनल हेल्थ र तपाईँ इमोसनल्ली इन्टेलिजेन्ट हुन एकदमै महत्त्वपूर्ण हुन्छ। तपाईँले सबैभन्दा पहिला आफूले आफूलाई माया गर्नुपर्छ। जति तपाईँको सम्बन्धमा डिपेन्डेन्सी लेभल जति धेरै छ, त्यति नै तपाईँलाई अप्ठ्यारो वा गाह्रो महसुस हुन्छ। तसर्थ सबैभन्दा पहिला आफूले आफूलाई माया गर्नु पर्यो। आफूले आफूलाई भुल्नु भएन। कुनै पनि प्रेम सम्बन्धमा हुनुहुन्छ भने पनि तपाईँले आफूलाई बिर्सेर अरू कसैलाई सुम्पिनु भएन। आफ्नो जीवन, आफ्नो भ्यालु भनेको आफ्नै हुन्छ। तसर्थ तपाईँले आफूलाई माया गर्नुपर्छ। आफूलाई माया कसरी गर्ने त? त्यो पनि धेरैलाई थाहा नहुन सक्छ। हामी सबैले भन्दै गइरहेको आफूलाई माया गर्नु भनेको आफ्नो लागि समय निकाल्ने हो। तपाईँले कोहीसँग सम्बन्धमा हुँदा वा सम्बन्ध विच्छेद भइसकेपछि पनि आफ्नो काम, आफ्नो प्रायोरिटी, आफ्नो सपना, आफ्नो कुराहरूलाई बिर्सनु भएन। ती कुराहरूलाई नजरअन्दाज गरेर कोही मान्छेको पछि कुदेर चाहिँ तपाईँको इमोसनल हेल्थ झन्झन बिग्रिँदै जान्छ र त्यही इमोसनल हेल्थ बिग्रिँदा मेन्टल इस्युहरू, मेन्टल डिसअर्डर यानि कि मानसिक समस्या देखिन नसक्ला भन्न सकिन्न। यसर्थ आफूले आफूलाई प्रेम गर्नु पर्यो। आफूले आफूलाई प्रेम कसरी गर्ने त? तपाईँले एक्सर्साइजहरू गर्न सक्नुहुन्छ विभिन्न माध्यममा, होइन, विभिन्न फर्ममा, चाहे त्यो जिम होस्, चाहे योगा होस्, चाहे डान्स होस्, होइन, चाहे मर्निङ वाक, इभिनिङ वाक किन नहोस्, एक्सर्साइजहरू गर्नु पर्यो, स्वस्थ खानेकुरा खानु पर्यो। आफ्नो काम के हो त? तपाईँ के गर्दै हुनुहुन्छ? तपाईँ पढ्ने विद्यार्थी हुनुहुन्छ भने पढ्नु पर्यो, होइन। काम गर्दै हुनुहुन्छ भने पनि काममा लगन भएर, दत्तचित्त भएर आफ्नो कामलाई प्रायोरिटी गरेर लाग्नु पर्यो। यदि तपाईँ पढ्दै पनि हुनुहुन्छ, त्यसबाहेक पनि तपाईँलाई धेरै समय छ र कोही मान्छेको एकदमै धेरै त्यही कुराहरूलाई अल्झाइराखेको छ भने केही नयाँ नयाँ कुराहरू सिक्ने, होइन। केमा इन्ट्रेस्ट छ तपाईँलाई? पढ्न मनपर्छ भने किताबहरू निकालेर पढ्ने,
होइन। त्यसै गरी तपाईँलाई लेख्न मनपर्छ भने लेख्ने, आरजे भिजे टिभी प्रेजेन्टरहरू बोल्न मनपर्छ भने त्यस्तै खालका तालिमहरू लिने, घुम्न मनपर्छ, ट्रेकिङहरू गर्न मनपर्छ भने ट्रेकिङहरू जाने, आफूलाई सबैभन्दा धेरै व्यस्त बनाउने। यति गर्नुभयो भने विथ टाइम तपाईँ मुभ अन पनि सजिलै हुन सक्नुहुन्छ। तपाईँको इमोसनल हेल्थ पनि राम्रो बन्दै जान्छ र तपाईँ बिस्तारै इमोसनल्ली इन्टेलिजेन्ट बन्दै जानुहुन्छ। यसर्थ आफूले सबैभन्दा धेरै माया गर्नु पर्यो। आफ्नो कोही पनि व्यक्तिप्रति आफ्नो डिपेन्डेन्सी लेभल धेरै बढाउनु भएन। र अर्को भनेको इमोसनल इन्टेलिजेन्स र इमोसनल हेल्थलाई एकदमै आफूले पनि बुझ्ने गर्नु पर्यो। विशेष गरी महिलाहरूमा यो इमोसनल इन्टेलिजेन्स अलिक कम भएको देखिन्छ। आफ्नो बडीमा पनि हर्मोनल इम्ब्यालेन्स, हाम्रो महिनै पछि हुने महिनावारी होइन, त्यसले हर्मोनल अलिकति तलमाथि भइरहने र विभिन्न अध्ययनहरूले पनि पुरुषहरूभन्दा महिलाहरू चाहिँ धेरै अलिकति इमोसनल मान्छे, इमोसनल हुनुहुन्छ। यो भनेको हाम्रो बाई बर्थ नै विभिन्न हर्मोनहरूको कारणले अलिकति इमोसनल बनाइएको हुन्छ र तसर्थ हामीलाई चाहिँ हाम्रो डिपेन्डेन्सी लेभल पनि छिटै बढ्छ र हामी इमोसनल इन्टेलिजेन्स हुनुपर्छ भन्ने कुरा पनि हामीलाई खासै थाहा नहुन सक्छ। तसर्थ यी कुराहरूलाई चाहिँ तपाईँहरूले ध्यानमा राख्नुपर्छ। आफूलाई सबैभन्दा धेरै माया गर्नुपर्छ र आफ्नो काम भनेको सर्वस्व हो भनेर आफ्नो काममा ध्यान दिनुभयो भने पक्कै पनि तपाईँहरू इमोसनली इन्टेलिजेन्ट बन्नुहुन्छ र तपाईँलाई केही अप्ठ्यारो भएको छ भने पनि त्यो छिटै नै तपाईँ त्यो ब्रेकिङबाट तपाईँ चाहिँ मुभ अन हुन सक्नुहुन्छ। यो भिडियो कस्तो लाग्यो? सुझाव, सल्लाह अनि प्रतिक्रिया दिन नबिर्सनु होला। टाटा, बाई बाई, नमस्ते, फेरि भेटौँला।